विगत लामो समयदेखि शिक्षामा निरन्तर काम गर्दै आइरहेको कारणले अब हामीलाई के लागेको छ भन्दाखेरि शिक्षालाई फरक किसिमले विद्यार्थीलाई व्यवहारिक ज्ञानसँग सिपसँग र अहिले चाहिएको 21st सेन्चुरी स्किलसँग जोड्नुपर्छ भन्ने मूल मान्यताका साथ हामी अगाडि बढ्दै जाँदाखेरि चाहिँ अब विद्यार्थीहरूको सिकाइलाई उहाँहरूको चाहिँ सिकाइको रोजाइलाई सिकाइलाई बुझाइलाई चाहिँ प्रविधिसँग जोड्दै लाने हिसाबले हाम्रो अनुभव लामो अनुभव हाम्रो अनुभव पनि एउटा शैक्षिक अनुभव सँगसँगै हाम्रो व्यवहारिक हामीले गरेको एक्सपिरियन्सको रोबोटिक्ससँगको एक्सपिरियन्सको अनुभवलाई पनि क्लासरुमसँग जोड्नुपर्छ भन्ने हिसाबले चाहिँ यस्ता खालका स्टेम्स रोबोटिक्स इन्टरनेट अफ थिङ्सका प्रडक्टहरू चाहिँ स्कुल लेभलदेखि नै बच्चाहरूको ह्यान्ड्स अन वर्कमा कनेक्ट गर्दै विद्यार्थीहरूलाई चाहिँ विभिन्न लेभलमा सानो लेभलबाट सुरु गरेर एउटा प्रब्लम सल्भिङको लेभलमा यसरी यो प्रब्लम सल्भिङको लेभलमा जोड्दै भविष्यमा चाहिँ हामीले यसरी नै यो मोडललाई चाहिँ यसरी व्यवहारिक ज्ञानमा रोबोटलाई हाम्रो नेपालको समस्या विश्वको समस्या कसरी समस्या समाधान गर्न सकिन्छ भन्ने अब विद्यालय लेभलदेखि नै सुरु गर्न खोजिरहेछौँ। त्यसको लागि तपाईँहरूको साथमा छ रोबो आरम्भ। आउनुहोस् हाम्रो रोबोट